नमस्ते गाइस, स्वागत छ आजको फ्याट टु फिट जर्नीको अर्को एपिसोडमा। आज मेरो बडीको कन्डिसन नराम्रो छ, एनर्जी हाई छैन, फिभरको कारणले गर्दा। सो आज म चेस्ट, सोल्डर, ट्राइसेप तिनटै मसलको ग्रुप ट्रेनिङ गर्नेछु। लेट्स चेस्टको वर्कआउट। फर्स्ट एक्सर्साइज, सबैभन्दा पहिला चेस्ट अप्पर एरिया टार्गेट गर्न इन्क्लाइन डम्बल प्रेसबाट सुरु गरे। इन्क्लाइन डम्बल प्रेसले अप्पर चेस्टको मसल एक्टिभेट हुन्छ र सेप राम्रो बनाउँछ। यसको 3 सेट गरे। अनि नेक्स्ट एक्सर्साइज मैले स्मिथ मेसिन बेन्च प्रेस। अहिले म स्मिथ मेसिन बेन्च प्रेस गर्दैछु। यो एक्सर्साइज सुरक्षित पनि हो र कन्ट्रोल राम्रो मिल्छ, त्यसैले लाइट वेटबाट मैले सुरु गरेँ किनकि इनर्जी आएको थिएन मेरो बडीमा। आज मैले फिभरको कारणले गर्दा नराम्रो फिल गरिरहेको थियो, एकदमै इनर्जी लेस। अनि नेक्स्ट एक्सर्साइज मैले पेक डे फ्लाईको गरेँ 3 सेट। यसले मिडल चेस्टलाई राम्रो टार्गेट गर्छ र मिडल चेस्टका लागि एकदमै इफेक्टिभ एक्सर्साइज हो यो। यसैले चेस्टलाई राम्रो स्ट्रेच दिन्छ र मसल फुल भरिन्छन्। सोल्डर वर्कआउट। अब म सोल्डर वर्कआउटतिर लागेँ। सबभन्दा पहिला सोल्डर प्रेसबाट सुरु गरेँ। यो एक्सर्साइजले ओभरअल सोल्डरको स्ट्रेन्थ बढाउँछ र सोल्डरलाई राउन्ड सेपमा ल्याउँछ। नेक्स्ट एक्सर्साइज डम्बल लेटरल राइज। अब मैले डम्बल लेटरल राइज गर्दैछु। यो एक्सर्साइजले साइड डेल्ट टार्गेट गर्छ र सोल्डरलाई राउन्ड सेप दिन मद्दत गर्छन्। ट्राइसेप वर्कआउट, रोप पुश डाउन, इफेक्टिभ मुभमेन्ट। अब ट्राइसेपको टर्न, यो मसललाई आइसोलेट गर्छ, लङ हेडलाई स्ट्रेच दिन्छ। यो एक्सर्साइज एकदमै इफेक्टिभ छ। टार्गेट लङ हेड क्लोज ग्रिप बेन्च प्रेस, नट डुइङ क्लोज ग्रिप बेन्च प्रेस। यो एक्सर्साइजले चेस्टभन्दा धेरै टेन्सन ट्राइसेपमा दिन्छन्। आजको चेस्ट, सोल्डर र ट्राइसेपको वर्कआउट कम्प्लिट। यदि तपाईँलाई ब्लग मन पर्यो भने लाइक, सेयर र सब्सक्राइब गरिदिनु होला। नेक्स्ट एपिसोडमा